हिमालयन ब्याङ्क मोबाइल ब्याङ्किङ हाइएमबी प्लस ट्रान्सेक्सन पिन कसरी रिसेट गर्ने। तपाईँले रिसेट गर्नको लागि आफ्नो हाइएमबी प्लस एप आफ्नो युजर नेम र पासवर्ड राखेर लगइन गर्नुहोला। लगइन गरिसकेपछि तपाईँले यहाँ माथि आफ्नो प्रोफाइलको आइकनमा टच गर्नुहोला वा तपाईँले तल यहाँ देख्न सक्नुहुन्छ सेटिङ, यसमा टच गर्नुहोला वा तपाईँले यहाँ तल मोरको अप्सन देख्न सक्नुहुन्छ, मोरको अप्सनमा टच गर्नुहोला। त्यसपछि तपाईँको यहाँ रिक्वेस्ट पिन रिसेट भनेको छ, यसमा क्लिक गर्नुहोला वा तपाईँको रिसेट ट्रान्सेक्सन पिन भन्ने अप्सन पाउन सक्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोला। त्यसपछि केही दिनभित्र तपाईँलाई हिमालयन ब्याङ्कबाट एउटा इमेल आउनेछ, त्यसमा तपाईँको ट्रान्सेक्सन पिन टेम्पोररी पिन आउनेछ। यहाँ देख्न सक्नुहुनेछ यो रिक्वेस्ट टु रिसेट योर ट्रान्सेक्सन पिन हेज बिन सक्सेसफुल्ली अप्रुभ भनेर यहाँ आएको छ। त्यसपछि यहाँ तल मेरो ट्रान्सेक्सन पिन दिएको छ टेम्पोररी। यो पिन चाहिँ 72 आवर्स 72 घन्टाभित्र चेन्ज गर्न पर्ने हुन्छ। मेरो चाहिँ ट्रान्सेक्सन पिन रिक्वेस्ट गरेको झन्डै 1 महिनापछि मात्र इमेल आएको थियो। यदि तपाईँको पनि टाइम लागेको छ भने तपाईँले पुरानै ट्रान्सेक्सन पिन युज गर्न सक्नुहुनेछ। ओके, पिन आइसकेपछि तपाईँले फेरिबाट आफ्नो मोबाइल ब्याङ्किङ एपलाई खोल्नुहोला। ओके, खोलिसकेपछि सेममा तपाईँ सेटिङमा जानुहोला र त्यसपछि तपाईँले यहाँ अपडेट ट्रान्सेक्सन पिन भन्ने अप्सन पाउन सक्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोला। ओके, त्यसपछि तपाईँले यहाँ एक्जिस्टिङ ट्रान्सेक्सन पिन भनेको छ, त्यो जुन इमेलमा आएको छ पुरानो पिन त्यो यहाँ राख्नुहोला। तपाईँको पुरानो पिन नराख्नुहोला, त्यसले काम गर्दैन। जुन इमेलमा आएको छ त्यो राख्नुहोला। त्यसपछि यहाँ तल न्यू ट्रान्सेक्सन पिन भनेको छ, यसमा एउटा नयाँ पिन राख्नुहोला स्ट्रङ 6 डिजिटको। त्यसपछि तल कन्फर्म न्यू ट्रान्सेक्सन पिन भनेको छ, यसमा सेम पिन राख्नुहोला र त्यसपछि तल यहाँ कन्फर्म भनेको छ, यसमा टच गर्नुहोला। त्यसपछि तपाईँको पिन चेन्ज हुनेछ। यहाँ त्यसपछि तपाईँको यु हेभ सक्सेसफुल्ली रिसेट योर ट्रान्सेक्सन पिन भनेको छ। यसरी तपाईँले पनि आफ्नो पिन सजिलै रिसेट गर्न सक्नुहुनेछ। त्यसपछि यो नयाँ पिन राखेर तपाईँले आफ्नो ट्रान्सेक्सनहरू गर्न सक्नुहुनेछ। आई होप तपाईँले बुझ्नुभयो होला। थ्याङ्क यू।